हेलो हेलो साथीहरू, गुड मर्निङ, नमस्ते, शुभ बिहानी, जोडले रसिदेले सेवा तारिमाम सबैजनालाई मेरो मिनी ब्लगमा स्वागत छ। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज दिनभरि के गर्ने भनेर म हजुरहरूलाई देखाउनलाई ट्राई गर्दैछु साथीहरू। अनि त्यसपछि यो चाहिँ आलु मैले अलरेडी पहिला नै तासेर राखिरहेको थिएँ साथीहरू, त्यो काट्नको लागि रेडी हुँदैछु म। सबै हजुरहरूलाई देखाउनलाई ट्राई गरेको साथीहरू, कता कताबाट बिर्सिहाल्छ कि बानी नभएर। मलाई चाहिँ भिडियोहरू बनाउन हजुरहरूलाई देखाउन एकदम राम्रो लाग्छ। हजुरहरूलाई कस्तो लाग्छ अनि कहाँबाट हुनुहुन्छ, अनि म चाहिँ त्यहाँनिर म यसरी काट्छु अनि के भन्छ तपाईँहरूले हेर्नु है साथीहरू भनेर भन्दै थिएँ क्या। ल म चाहिँ आलु काट्दैछ, भुजियाको लागि खानाको लागि रेडी गर्दैछु साथीहरू। अनि अर्को कुरा, हजुरहरूले मलाई सपोर्ट गर्नुभयो भने म पनि हजुरहरूको भिडियोसम्म आउन सक्छु। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नुभयो भने म पनि हजुरहरूसँग भिडियोसम्म आइपुग्न सक्छु है साथीहरू। अनि अर्को कुरा, मैले हेर्नु न यसरी काट्दैछु कि मलाई चाहिँ फेरि खाना पकाउनु भने चाहिँ मेरो एकदम फेभरेट हो क्या साथीहरू। मैले खाना पकाउनु थालेपछि मेरो किचनमा कोही पनि नछिर्दा नै हुन्छ क्या। मलाई चाहिँ एक्लै बनाउँदाखेरि चाहिँ एकदम आनन्द लाग्छ अनि आफ्नै धुनले बनाउँछु कि म जतिजनालाई पनि म एक्लै म आफ्नै धुन बनेर हुन्छु कि, त्यही भएर म खाना पकाउँदाखेरि खासै कसैले पनि डिस्टर्ब गर्दैन। अनि भुजियाको लागि यो चाहिँ भिजाएर राख्ने साथीहरू, एकछिन भिजाएर राख्यो भने चाहिँ भुजिया छिट्टै कर्र हुन्छ कि साथीहरू। अनि यहाँ चाहिँ हिजो गाउँबाट आमाहरूले ल्याइदिएको मकै थियो, अनि यसलाई चाहिँ तताएर सबैजनालाई खाजा बनाउनलाई गएछ। अनि यो चाहिँ मोमो बनाउने, भेज मोमो बनाउने भनेर रेडी गरेर राखेको साथी, दिउँसोलाई खाजा। यता अब खाना के अरे तरकारीहरू पाक्दैछ, भुजिया अनि दालहरू पाक्दै बसाल्दै ऊ त्यहाँ हेर्दै गर्दै थियो। अनि यो चाहिँ मोमोको लागि रेडी गरेको कि साथीहरू। अनि हिजो चाहिँ नानीले मोमो खाने, दिदीको छोरी छ नि त, अनि उसले मोमो खाने, उसलाई त भनेन मैले चाहिँ सरप्राइज दिन्छु भनेर। अनि मोमो खाने जाने भनेर भन्दै थियो। अनि ऊ चाहिँ भेज हो क्या। अनि यो चाहिँ फर्सी, हेर्नु नि साथी, मैले फर्सीको पनि मोमो बनाएको, तपाईँले कहिले पनि फर्सीको मोमो बनाएर खानु भएको छ, यस्तो मिठो भएको थियो, हामीले खायौँ मजाले बनाएर। त्यो खाएको भिडियो पनि बनाउँछु भनेको बेलुका भइसक्यो थियो, अनि बनाउनु पाएन। मोमोहरूको फोटो चाहिँ खिचेर राखेको छु, तर म के भन्छ मिल्यो भने म यहाँ फोटो अगाडि चाहिँ राख्न सक्छु है साथीहरू। फर्सीको लागि यो सबै यसको स्किनहरू रिमुभ गर्यो, अनि त्यसपछि गर्दैछु साथीहरू। मलाई चाहिँ केही कुरा गर्छु भने चाहिँ त्यो गर्नै पर्छ क्या साथीहरू, अरूले भन्नुहोस् नभन्नुहोस्, म चाहिँ गरिहाल्छु क्या। अनि त्यसलाई पनि मजाले मसिनोले काटिदियो, यसरी गर्छु। यहाँ कति रमाएर म काम गरिरहेको छु कि आफ्नै धुनले। ल त्यो पनि त्यहीँ हाल्यो, ल त्यसलाई मिक्स गर्यो। अनि त्यसपछि प्याज पनि काट्यो त्यसकै लागि। अनि त्यो नि उयो मोमोको लागि हो क्या साथीहरू। ल यस्तो आनन्द गरिरहेको छ। अनि फेरि त्यस्तो गर्दा गर्दै त्यो अघि राखेको थियो नि त भुजियाको लागि, त्यो भिजाएर अनि त्यसलाई धोएर अनि त्यसपछि मिक्स गरेर अब भुजियाको लागि रेडी। भुजियाको लागि हाल्दैछु है साथीहरू। अब नमस्ते दाइ। ल म चाहिँ यहाँ भिडियो कभर गर्दै थिएँ। फेरि यहाँ गाउँपालिकाको के भन्छ अध्यक्ष हो कि के प्रमुख के आउनु भएको छ क्या ढोकामा, अनि उहाँलाई नमस्ते भनेको। अनि यहाँ चाहिँ मैले फेरि तरकारीको लागि आलु केलाउँदैछु साथीहरू। अनि यता आलु केलाएपछि फेरि नुन खोर्सानी पिने साथीहरू तरकारीको लागि। अनि हेर्नु न म कति चञ्चले। ल यहाँ मैले आलु पनि अघि के गरेको, आलु पनि यसो मिक्स गरेर हाल्यो। अनि फर्सीको मुन्टा र आलु बनायो। त्यसपछि यो बाहिर केही साउन्डहरू आयो भने माइन्ड नगर्नु। अनि यता भुजिया पाक्दै थियो, त्यसलाई पनि चलाएँ। अनि फेरि अघि त्यो तताएको मकै निकालेर अब तरकारी बसालेर पाक्दैछ। अनि मकै र चिया खानु लागेको साथीहरू म। कति मिठो भन्दैछु,
दादाले जस्तो म खाँदैछु है साथीहरू म। तर भिडियो चाहिँ तपाईँहरूले पुरा हेर्नुपर्छ है साथीहरू। अनि यहाँ तरकारी पनि पाक्यो, अनि भात पाक्दैछ यहाँ। अनि त्यसपछि यो फेरि मोमोको लागि न्युट्रिस साथीहरू तपाईँहरू चाहिँ के हालेर बनाउनुहुन्छ? यहाँ चाहिँ गाउँमा हो नि त साथीहरू, अब भने जस्तो केही पनि पाउँदैन। त्यही भएर म चाहिँ जे छ त्यसकै सदुपयोग गरेर बनाउनु लाग्यो। यहाँ भुजिया पनि पाक्यो भनेपछि भुजिया पनि पाक्यो। अनि त्यसलाई निकाल्नको लागि त्यहाँ रेडी गरेको छु साथीहरू मैले। के गर्नु साथी हो, अब यता काम गर्दै बोल्दै कुरा गर्दै गरेर गर्नुपर्छ नि त। अनि यता ब्याकग्राउन्डको साउन्ड आयो भने चाहिँ माइन्ड नगर्नु ल, किनकि ब्याकग्राउन्डबाट साउन्ड आउन सक्छ, माइन्ड नगर्नु है साथीहरू। यस्तै हो, अब काम गर्दै गर्नुपर्छ। त्यहाँ भातको सिटी पनि गयो, अनि मैले त्यसलाई ग्यास मार्यो। अनि त्यसपछि म बाहिर निक्लेँ। कपडा मेसिनमा कपडा हाल्नु पर्ने थियो नि त, अनि कपडा बोकेर निक्लेँ साथीहरू म चाहिँ यहाँ देखाउँदैछ कि हाम्रो ब्याकग्राउन्ड यस्तो छ, यहाँ यस्तो छ। म चाहिँ कपडा धुनलाई मेसिनमा हाल्नलाई जाँदैछु भनेर भन्दैछ कि त्यहाँनिर। अनि त्यसपछि म चाहिँ पुग्यो। अब त्यहाँनिर मैले मेसिनमा कपडा हाल्छ है साथीहरू। त्यहाँनिर मेरो झन्डै मोबाइल खसेको छ क्या, त्यो आफूले बोक्दै। अनि त्यहाँ चाहिँ मैले यहाँ सरप हालेँ, अनि यहाँ कपडा हाल्ने भनेर गरेँ। तपाईँहरूलाई कस्तो लाग्छ साथीहरू? सबै फुल भिडियो हेरेर लाइक कमेन्ट गर्नुहोस् है त। ल त्यहाँ लगाएँ, मैले त्यहाँ थिचेँ। त्यहाँ फेरि एउटा कुरा बिर्सेछ, मैले ज्याकेट हाल्नै बिर्सेछ। यस्तो छ ल, त्यहाँ भइहाल्यो। मेसिनमा कपडा हालेँ। अनि मैले मेरो हाम्रो यहाँ चाहिँ आँपबारी छ, यो चाहिँ हाम्रो बाहिर पछाडिको उयो हो भनेर देखाएको के साथीहरू। अनि यहाँनिर चाहिँ अम्बकको रुख छ क्या, अम्बक यति धेरै फलिरहेछ क्या, यति धेरै फलिरहेछ कि त्यहाँनिर सो राम्रो फलिरहेछ क्या। टिपेर खाउँ तर अहिले पाकेको छैन नि त, सानो हरियो हरियो छ। त्यो हरियो फेरि कस्तो साह्रो हुन्छ नि त, साह्रो हुन्छ त्यो सबैजनालाई थाहा छ। त्यही भएर अनि मैले चाहिँ देखाएको कि जुम गरी यहाँ हाम्रो अम्बक छ भनेर। मलाई चाहिँ यस्तो कुराहरू गर्नलाई एकदम रमाइलो लाग्छ साथीहरू। तर मलाई खासै यो एडिट गर्न यस्तो चाहिँ आउँदैन। म जस्तो छ त्यस्तै बनाएर हाल्छु। हजुरहरूलाई कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोस् है साथीहरू। अनि त्यसपछि मैले यस्तो मलाई उयो ल यहाँ चाहिँ ल अब चाहिँ मेरो यति हो साथीहरू। अब म अरू पनि फेरि देखाउने छु भनेर मैले मोमोहरू बनाएको भिडियो पनि बनाएको थिएँ साथीहरू हिजो बेलुका। अनि त्यो बेलुका भयो क्या, अनि त्यो सेभ गर्नै बिर्सेछ, अनि त्यो भिडियो उड्यो क्या। ओके, थ्याङ्क यू सो मच सबैजनालाई। बाई बाई एभ्री वान, बाई बाई साथीहरू।